हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ उठेपछि मलाई चाहिँ सर्लक्क बाहिर हेर्नुपर्ने हुन्छ। मैले बाहिर यसो पर्दा तानेर बाहिर हेरेँ, घाम लागिसक्यो रहेछ, 7 बजी सक्यो नि त। अनि अब चाहिँ ड्युटी जानुपर्छ, कपडा लाउनै पर्ने हुन्छ। म कपडा लाउँछु ल। मेरो पछाडि के रहेछ भने होला त्यो किचनमा काम गर्दा लाउनुपर्ने, नाम त आउँदैन मलाई, तर त्यो हो। कपडा लाएँ सर्लक्क। अब भए म राम्रै थियो नि, के गर्नु, कपडाले पो भिग्लिन्छ। मुख किन धुइन, फेस किन धुइन भन्यो होला। म कहिले नि धुँदिनँ, म राम्रै छु नि त। यसै कपडा सपल बाँधेर निस्किनु पर्ने हुन्छ। मेरो बेड मिलाउनु पर्ने छ खासमा। मेरो बेड बब्बल बिग्रिरहेछ। मैले चाहिँ 2टा सिरा कोड्याएको थियो हिजो नुहाएको जाडो भएर, अनि बिग्रेछ कि राति मैले सधैँ सिरा फाल्छ मेरो बानी, त्यो खराब छ। कपडा पनि पट्याउनु पर्ने छ, त्यस्तै कपडा पनि भत्रागलै छ। म पट्याउँछु कपडा पनि, राम्रोसँग त पट्याउँदिनँ, खासै ठिकै पट्याउँछु। अब त्यो पनि हुन्छ, राम्रोसँग राखेर जानुपर्ने हुन्छ। टाइम भइसक्यो, रेडी पनि भएँ, अब म जानै पर्ने हुन्छ। ल मेरो बेड यस्तो भयो क्या, ठिक छ, के लागेछ है त्यहाँ। ल म चाहिँ बाई बाई, म गएको ल। तर बाहिर त फेरि हेर्नै पर्छ च्यालबाट, होइन, हेर्नै पर्ने छ। बाई बाई।